इज डोना भन्नु चाहिँ तपाईहरु। डोना एउटा युट्युबर हो, एउटा टिकटकर हो, म हास्य कलाकार भन्नु चाहिँ तपाईहरु। नेशनल टिमको नेपालको जर्सी आफूले यसरी पाउँदाखेरि भोलि गेम छ भनेर त्यो जस्तो खुसीको पल सायद केही पनि थिएन होला। फर्स्ट टाइम आमाले 2-4 हजार खोल्टीमा राखेको एउटा पोखरी थियो क्या, हामी खेल्दा पनि एउटा पोखरी, यति फोहोरो पोखरी थियो जहाँ हामी सबै प्लेयरहरू त्यही थियो। त्यो पोखरीबाट प्लेयरहरू आफ्नो भविष्यको लागि कता कता छरिँदै थियो, जाँदै थियो, निक्लिँदै थियो। तर त्यो पोखरी कसैले पनि त्यो पोखरी चाहिँ सफा गर्नुपर्छ भनेर कसैले पनि सोचेन क्या। तर त्यो पोखरीमा अब को आउँदैछ तपाईहरुलाई थाहा छ? तपाईहरुको छोराछोरी आउँदैछ, तपाईहरुको भाइ बहिनीहरू आउँदैछ त्यो पोखरीमा फेरि फोहोरो हुनलाई, फेरि मैला हुनलाई। विमल घरती महललाई अस्ट्रेलिया जानुपर्ने केही उस थियो, रहर थियो? थिएन नि। नेपालको वान अफ द रेपुटेड एन्ड फेमस प्लेयर थियो। अझै पनि गाउँघरमा जानु भएन फुटबल भन्दाखेरि विमल घरती महल खेल्ने कुरा भन्छ मान्छे। अरूलाई चिन्छ फुटबल प्लेयर। भलै मेरो पछाडि कोही प्लेयरहरू बोल्दैन होला, किन बोल्दैन तपाईहरुलाई थाहा छ? हो, यसरी एनएसएलमा जसरी मलाई बोयकट गर्यो नि, 9वटा क्लबले उठाएन नि झन्डा, हो यसरी बोयकट गर्छ भन्ने डरले कोही प्लेयर बोल्दैन। फुटबलले मलाई यो लाइफ दिएको होइन।